केटीको यार बास्न आउँछ जुका तपाईँलाई बाघ जुम गरी आउँछ है। बाघ छ यहाँ, बाघ छ, बाघ मान्छेले मजाले बसेर खानुपर्छ। घाइट लागेर आएर कोही मुतेर खाउँदै नहोला है। बोकाहरू बोकाइने कुइया पनि खाइले मुबाट किडा यार। कम ब्याक गाइस, फेरि न्यू भिडियो हाम्रो सुरु भयो। आज हामी जाँदैछु जङ्गल काफल खान। अहिले म छु असाम तोसीको सेप्टेमा। हामी 3 जना जाँदैछु काफल खान, 2 जना यता बसिसकेका खान होइन। अहिले चाहिँ 3 जना जाने फिक्स छ। अब जति बाटोमा भेट्यो तिनीहरू सबैलाई खेडेर लैजाने हो। हामीले कि भाइ हाम्रो के बौ लाग्दैन लाग्दैन नि त। अब त्यो जाने पर्ने कहाँ हो र हामी कहाँबाट कहाँ निस्किन्छु र काफल पाइन्छन् कि तिर्खुला पाइन्छन् कि ऐसुल पाइन्छन् कि चिउरा पाइन्छन् कि तिदु पाइन्छन् कि आरु परा पाइन्छन् कि आरु मात्र पाइन्छन् के पाइन्छन् सबै त हजुरलाई देखाउँछु। यो माथि जङ्गल छ नि, यो जङ्गल हामी काफल खान जाने हो। यहाँबाट लगभग आधा घन्टा लाग्छ, हामीलाई चाहिँ 10-15 मिनट लाग्छ। अनि हामीहरूको घर चाहिँ यहाँ हो। हामीहरू काफल खान जानलाई रेडी भइसक्यौँ र हामी आधी बाटोसम्म पुगिसक्यौँ। 1 किलोमिटर हिँडिसक्यौँ है। आधी त होइन नि, 1 किलोमिटर हिँड्यौँ। 2 जना पछाडि, 1 जना अगाडि, 3, 1 जना म 4। जङ्गल यही जङ्गल हुँदै जाने हामी काफल खान माथि। एउटा काफल चाहिँ भेटिसकेको छ ल, एउटा काफल भेटियो। पात नि बिराउँदैन यहाँको त पात गाउँको एउटा फालो त केटाहरू। म त भैँमै छु, म चाहिँ हाँगा बाँचेर भइ खान लाग्छु। रुखै माथि ल्याइसकेको चाहिँ मजाले बसेर खानुपर्छ। घाइट लागेर आएर कोही मुतेर खाउँदै नहोला है। घाइट लाग्यो। हामी काफल खान जान्छौँ गाइस। काफल जङ्गलको बाटो यस्तो जङ्गल छ। एक रुख भेटिएर काफल खाएर हामी फेरि हिँड्नै रहेको छौँ। जङ्गल पुगे आएन क्या अहिलेसम्म। जङ्गल हिँडिरहेको छु। यो काँडा बित्दा के जङ्गलको बाटो हिँड्दैछौँ हामी। जङ्गलको बाटो ओए जङ्गलको बाटो। बाघ तपाईँलाई बाघ जुम गरी आउँछ है। बाघ छ यहाँ, बाघ छ, बाघ ए जुका लाग्यो भने आएर यहाँ निकाल्नु जुत्ता खोलिकन यहाँ यता जुका लाग्यो। जुका ए म कौलो आएको भित्र एकछिरी गएमा कसम छामे यो कौलो ए जुका जुका यस्तै खुट्टा तिर्खुला पाइसकेको छु अहिले। यस्ता हुन् तिर्खुला भनेका। अब खान्छौँ हामी तिर्खुला। यस्ता खान् तिर्खुला अब खान्छु। केटाहरू खाइछन् हो मा ल केटाहरू यी खाइरहेछन् तिर्खुला। काँक्रा जनरी कैलाली आए केटाहरू केही किन्नु पाइकन साला पास सब तिरेर बोकाहरू बोकाइने कुइया पनि खाइले मुबाट किडा यार। बाटो छ यस्तो ए अनि बाघ छ के हुन्छ राम्रो छ हेर है। ओए झापै पर्छ कि बाघ गयो भने गाई जङ्गलमा पुग्यो। अँध्यारो छ यहाँ। हेर काला भइगयो मेरो मुख। राम्रोसँग हिँड्नु पऱ्यो नि त यार। कहीँ अब बाघ भालु हुन्छ नि। ए माथि अब माथि यो हात काटी गयो यार। लगेर भयो छिरी कहाँ बित्छु नि त मा बाउ न। कहाँबाट छिरायो कि यहाँ जङ्गल ए कहाँ बिटाइस ए ल रुख कसको यो दोबट्टा लैजानु है। यहाँ कुन्टा रहेको छ यो दोबट्टा नारिङा कुन्टामा यो दोबट्टा कसको छुट्या छ है। यो केटीको यार बास्न आउँछ। तिर्खुला भनेको के हुन्छ भने यस्ता हुन्। आहा अब खानु पऱ्यो नि त 2 हातले। काफल तिर्खुला खाइसकेर अलि पाल्लो बाटो आएर पाल्लो बाटो हिँडिरहेको छु। यस्तो जङ्गल हात यस्तै काटी हाने हात देखाउँछु म। काटियो हातहरू कर्णाली उत्पारी दैलेख उपरी विनायक मुली कमल बजार तोसी यो तल यहाँ सेप्टे यो नारिङको कुन्टो। यहाँ छु पछाडि हामीहरू 2 जना त्यहाँ 1 जना यहाँ 1 जनामा भिडियो बनाइरहेको छु। कुन्टाको काफल खाइसकेर अब हामी बाँसकाँडा जाँदैछु चोरेर काफल खान। भनिहाल्यो यार कथा नभन्नु फेरि। जाँदैछु अब हामी काफल खान माथिको। त्यहाँ आएर परा पनि छन् रे। यो भिडमा हामी हिँडिकन यहाँ पुगिसक्यौँ। ए तीर्थ ए केटा हामी यहाँ पुग्यौँ। पारीको लगान्डो हो ल लगान्डो पारी है। एउटा पुग्यौँ तुरमा त्यहाँ पऱ्यो होइन। यो लगान्डो पुग्यो। यो डाँडो भइहाल्यो हाम्रो चाहिँ यता हो। हामी धेरै माथि आएको कि हामी धेरै माथि पारी धमाली कमल बजार अब पुण्यबाट। अब हामी जाँदैछौँ अझै माथि। हामी यो बाँसकाँडा नजिक पुग्दैछु है। काफल तिर्खुला सब खाएर बाँसकाँडा गएर नास्ता गर्नु पऱ्यो भनेर त्यहाँ जाँदा छु। त्यहाँ आरुखोरा पनि छन् रे। अगाडि डोजर पनि रहेछ। यहाँ डोजरले बाटो खनिरहेको थियो भर्खर कि
डोजरले भर्खर बाटो खन्दैछ यहाँ त। अब कहिले यो पिच होला र कहिले यहाँ गाडी आउन्न त्यो हेर्नै बाँकी छ। डोजर चढ्नुको लागि लास्ट हुन्थ्यौँ। डोजर यो डोजर चढाले पनि रुना थियौँ हामी बाटो खन्दाखेरि, मलाई चढा भनेर। बजार सकियो, अब हामी आलु बोरा खानतिर लाग्यौँ है। बाँसकाठको बजार हो, यिनलाई भन्छन् आलु बोखरा। आलु बोखरा पनि टन्नै खाइयो अनि थोरै गाली पनि खाइयो। गाली किन खायो भनेर नभनौँ, अरू आफ्नै बेइज्जत हुन्छ। सोधेर खाएको हो तर मम्मीले नखाएको रहेछ कि अनि अलिअलि त्यही भएर गाली खाइयो। आलु बोखरा, काफल, ऐसेलु, तिर्खुला सब खाएर यति बोकेर सँगै त्यो आलु बोखरा घरतिर लागियो गाइजहरू। फेरि पाक्यान तिर्खुला काला भएर है, तिर्खुला सब पाक्यान। त्यो देखिने चाहिँ मेरो गाउँमा पारेको। हामीहरू चाहिँ त्यहाँबाट काफल खान त्यहाँ माथि यहाँ माथि गएर यहाँ परि गएर यहाँ माथिबाट घुमेर यहाँबाट अहिले हामी यहाँ पुगेका छौँ। अहिले चाहिँ हामी त्यहाँ पारि जाने सेवामा छौँ। त्यसपछि चाहिँ आफ्नो घरतिर जाने तर्फमा छु। यहाँ बसेको छु, आलु बोरा यहाँ राखेको छु। काफलतिर चाहिँ लास्टै खायो, पसिना पनि यस्तो धरो आयो। अहिले तोसी पुग्यो, तोसी है हामी घुमी लास्टमा तोसी ओडाकारले नजिक आएको छु। अहिले चाहिँ ओडाकारले यहीँ माथि गऱ्यो। तोसीको ओडाकारले है, तोसीको ओडाकारले यहाँ छ। हामी चाहिँ घुमिरहेको छौँ यहाँ मस्त पारेर। अहिले आफू पढेको स्कुलमा पनि आइयो है, आफ्नो पढेको स्कुल 6, 7, 8, 9, 10 4 वर्ष है, 4 वर्ष पढेको स्कुलमा पुगियो। पहिला यति राम्रो थिएन यो स्कुल, धेरै भवन नयाँ बनाएर रहेछन्। यो एरिया चाहिँ सबै थियो, यताको चाहिँ अहिले नयाँ बनाएर रहेछन्। अहिले चाहिँ म आफ्नो पढेको स्कुलमा आएँ। अब यहाँबाट मेरो घर अलि नजिकै हो। यो ठाउँ भने पनि धेरै कुराको सम्झना आउँछ है, कतिजनालाई त धेरैजनालाई आउँछ होला सायद, किनकि हामी यो स्कुल पढ्थ्यौँ। ऊ स्कुल छ नि देखिरहेको त्यो स्कुल हो। अनि 7 देखि 10 बजीसम्म ट्युसन हुन्थ्यो होइन, 9, 10मा पढ्दाखेरि, अनि 2 वर्ष। अनि घरबाट रोटी ल्याएर आउँथ्यो कि पोलिथिनमा हालेर के, अनि यहाँ बसेर खान्थ्यौँ कि, यहाँ माथि यहाँ पुरै बसेर रोटी अनि तरकारी ल्याउँथ्यौँ प्लास्टिकमा हालेर, त्यो खाने गर्थ्यौँ कि। झट्टै त्यो बाटो हिँडिरहँदाखेरि याद आयो, यहाँनिर पनि बस्थ्यौँ कहिलेकाहीँ होइन। अनि यहाँ बस्थ्यो पर हामी रोटी पछि आउने पनि यो ढुङ्गामा राखिदिन्थ्यौँ कि। अहिले यस्तो याद आयो क्या गाउँको। यो बाटो हुँदै त्यहाँ स्कुल त्यहाँबाट हिँडेर हामी यहाँ बिचमा कतिवटा खोला आउँछौँ, 5, 6वटा खोला खान्। त्यो खोलालाई अनि पार गर्दै यहाँबाट हामी यहाँबाट सिधै यो स्कुलमा आउँथ्यौँ। लगाइ आज हामीले काफल खायौँ र आलु बोरा खायौँ। धेरै भयो कि आज, धेरै भयो। यो बुढीले यस्तो भयो अनि त्यही भएर लास्टै भइसक्यो। हामीले खायौँ, घुम्यौँ, अनि के खायौँ सबै खायौँ। भएको जङ्गलमा भएको जङ्गल घाँस पनि खायौँ। त्यसपछि अनि अहिले हामी तोसी गएको थियौँ उता, तोसीबाट पनि गएर घुमेर आइसक्यौँ। यो चाहिँ हामी पहिला स्कुल आउँदाखेरि यहाँबाट हिँडेर यता जान्थ्यौँ कि तोसीतिर। त्यो चाहिँ सेफ्टी हो, यो माथि जङ्गल। हामी त्यहाँबाट गएको थियौँ कि, यो पुरै यो डाँडा परिबाट घुमेर अहिले चाहिँ हामी यहाँ आएको कि उता हामी घर पुगिसकेका छौँ। आजको लागि यति नै भ्लग होइन। आज जङ्गल डुल्यो, काफल खाइयो, बच्चैदेखि हिँडेको बाटो जङ्गल सबै घुमियो। आजलाई यति नै भ्लग है। सबैजनालाई थ्याङ्क यू सो मच। सब्सक्राइब गरिदिनु होला च्यानललाई। भ्लगहरू नराम्रो भए पनि राम्रो भनेर हेरिदिनु होला। थ्याङ्क यू।